अच्छा यो जुन मैले माथि यहाँ देखाइरहेको छु झुप्पा यो के को फल हो भनेर तपाईले सोच्नु भयो होला। मैले पनि सुरुमा यो जङ्गलमा आउँदा देखेको थिएँ र नचिनिसकेपछि मैले चाहिँ सर्ट भिडियोमा राखेको थिएँ। मेरो एकजना सब्सक्राइबरले कमेन्ट गर्नुभयो यसको नाम मालकाङ्गनी हो भनेर, र मैले गुगलमा गएर धेरै सर्च गरेँ। साँच्चीकै यसको नाम मालकाङ्गनी नै रहेछ र यसको अर्को नाम ज्योतिषमती पनि रहेछ। यसबाहेक यसको थुप्रै 6-7 वटा अरू संस्कृतमा नाम छन्। मुख्य कुरो नाम भन्दा पनि यसको काम के हो त्यसलाई जानौँ, किनकि हामीलाई यसको उपयोगिता जान्नु छ र यसको संरक्षण गर्नु छ। यसको नाम ज्योतिषमती हो। ज्योतिषमती भनिसकेपछि यसमा एउटा शब्द आउँछ ज्योति, अर्थात् तपाईँको आँखाको ज्योतिलाई यसले बढाउँछ, दिमागको पनि ज्योतिलाई बढाउँछ। मती भनेको बुद्धि हो हैन, बुद्धिको ज्योतिलाई बढाउने, तपाईँको मति बुद्धि सही बनाउने, अर्थात् जुन बुढेसकालमा भुल्ने बिमारी हुन्छ अल्जाइमर डिजिज वा जवानीमै पनि धेरै व्यक्तिहरूलाई भुल्ने बिमारी हुन्छ, स्मरण शक्ति कमजोर हुन्छ, सम्झन सक्ने क्षमता कमजोर हुन्छ, मेमोरी पावर लस भएको समस्या हैन, परीक्षामा बार फेल हुने समस्या वा सम्झनै गाह्रो पर्ने समस्या, मति भ्रम हुने समस्या, एन्जाइटी डिप्रेसन, त्यस्तै दिग्भ्रमित हुने समस्या, हुँदै नभएको कुरा देखेर तर्सिने अथवा हुँदै नभएको कुराको कारणले भयभीत हुने, एक किसिमको प्यानिक अट्याक प्रकारका मानसिक समस्याको लागि यो चाहिँ नितान्त एकदम अमृत समान बुटी हो। त्यसै गरी अपस्मार मृगी छारे रोगको लागि पनि यसलाई औषधिको कोटीमा राखिएको छ र आयुर्वेदले मुख्य गरेर सबै प्रकारका दिग्भ्रमित हुने रोग, मानसिक रोग, आँखाको ज्योति कमजोर हुने रोग, सम्झने सक्ने क्षमता कम हुने रोगमा यसले चाहिँ अमृत समान काम गर्छ। यसको सेवनले निको हुन्छ भन्ने विश्वास गर्दछ। साथै तपाईको यसले चाहिँ धातुलाई पुष्ट बनाउने, वीर्यवर्धक हुन्छ। यसले चाहिँ पुरुषहरूको यौन शक्तिलाई वृद्धि गर्छ, सेक्स टाइमिङ बढाउन पनि मद्दत गर्छ, किन भन्दाखेरि यसमा पौष्टिक तत्त्व प्रशस्त हुन्छ। साथै यसले मान्छेको चाहिँ स्टामिना बढाउने काम गर्छ। यसमा प्रशस्त मात्रामा न्युट्रिसन पनि हुन्छ, भिटामिनहरू हुन्छ, जसले व्यक्तिलाई थप बलियो बनाउँछ। शारीरिक रूपमा पनि बल प्रदान गर्ने खालको यो बोटी हो। तर यसको विशेषता के छ भने यो गरम प्रकृतिको छ, अलि यो गर्मी खालको हुन्छ क्या। यो धेरै खाँदाखेरि शरीरमा गर्मी उत्पन्न हुन सक्ने भएको हुनाले यसलाई ठिक्क मात्रामा दिनको 4 वटा दाना 5 वटा दाना खानु पर्याप्त छ। अझ त जङ्गलमा पाकेको पनि भेटिन्छ, रसिलो गुलियो फल हुन्छ, तपाईँले एक मुठी टिपेर खाए नि खासै फरक नपर्ला, पर्दैन नै हैन। तर तपाईँले जब वर्षभरि खाने सङ्कल्प गर्नुहुन्छ, मैले यसलाई चाहिँ रेगुलर रूपमा खान्छु भनेर सोच्नुहुन्छ भने वर्षभरि यो उपलब्ध हुँदैन। त्यस्तो स्थितिमा यसको चाहिँ पाकेको दाना तपाईँले सङ्कलन गर्ने, लगेर घाममा सुकाउने अथवा छायामा सुकाउने, सुकाइसकेपछि यसको चाहिँ तपाईँले सफा गरेर एउटा डब्बामा राख्ने र दिनको 4 दाना मिश्री पानीसँग वा दुधसँग तपाईँले बिहान वा बेलुका खाने। नियमित रूपमा रेगुलर रूपमा सेवन गर्ने हो भने तपाईँलाई भुल्ने बिमारी छ भने ठिक हुन्छ, स्मरण शक्ति बढ्छ, अपस्मार छारे रोग मृगी आदि ठिक हुन्छ, तपाईँको यौन शक्ति बढ्छ, साथै जोइन्ट पेन हुन्छ, तपाईँको जोइन्टमा धेरै चाहिँ दुखाइ छ भने त्यो पनि कम हुन्छ, र विशेष प्रकारको तपाईँको चाहिँ मेधा शक्ति वा तपाईँको बौद्धिक क्षमताले बढाउँछ। ज्योतिषहरूको लागि चाहिँ यो सेवन गर्नु अत्यन्त अनिवार्य छ, किनकि यसको नाम ज्योतिषमती छ। ज्योतिषहरूको लागि पनि यो निकै नै हेल्पफुल हुन्छ। मालकाङ्गनी पनि भन्छन् यसलाई हैन। यसको अर्को नाम मालकाङ्गनी भएको हुनाले यो चाहिँ विशेष गरेर माङ्गलिक कार्यहरूको लागि पनि एकदमै राम्रो मानिन्छ। यो शुभ फल मानिन्छ, भनेको मतलब पूजासुजामा पनि हामीले चढाउन सक्छौँ, देवी देवतालाई पनि चढाउन सक्छौँ, यो चढ्छ हैन। र यसलाई चाहिँ पशुपन्छीहरूले यसको जब फलेको हुन्छ यो मौसममा लट्रम्म बुटोमा पशुपन्छीहरूले कमिलाले यसलाई बहुत एन्जोय गरेर खान्छन्, एकदमै मिठो मानेर खाने गर्छन्। त्यहाँबाट पनि बुझ्न सकिन्छ कि यो खान योग्य फल हो। हरेक प्रकारको पशुपन्छीले यसलाई चाहिँ मिठो मानेर खाने गर्छन्। तर हामी बेकुफ छौँ। म स्वयंले पनि यसको बुटा कति काटेँ होला जङ्गलमा जाँदा, पहिला थाहा नहुँदा। बाख्रा पाल्ने मान्छेहरूले यसको बुटै ठुन्काउँछन् थोरै घाँसको लागि हैन, नबुझेर। यो कति बहुमूल्य जडीबुटी हो, यो झट्ट पाइँदैन, यसले हामीलाई बुढेसकालमा भुल्ने बिमारीबाट, त्यस्तो भयानक बिमारीबाट हामीलाई बचाउँछ भन्ने उनीहरूलाई थाहा छैन। त्यसकारणले यो बुटोलाई हामीलाई चिन्नु आवश्यक छ। यो बुटोको हामीले पूजा गर्नु, संरक्षण गर्न आवश्यक छ, न कि काटेर यसलाई फाड्ने काम बन्द गर्नुपर्छ। यो पनि पाइन गाह्रो भइसकेको छ। हिमाली क्षेत्रमा, पहाडी क्षेत्रमा, तराई क्षेत्रमा पनि यो पाइन्छ। तर सबभन्दा बढी पहाडी क्षेत्रमा भेट्ने गरिएको छ। तराई क्षेत्रमा पनि प्रशस्त मात्रामा खोज्ने भने जङ्गलमा राम्रोसँग भेटिन्छ। तर यो घरमा चाहिँ लगाउने गरिँदैन, जङ्गलमै गएर खोज्नुपर्ने हुन्छ। हिमाली भेगमा एउटा दुईटा कताम कदाचित एउटा दुईटा बुटो भेटिन सक्छ यसको, तर सम्भावना एकदमै 0 लेभल नै भन्नुपर्छ हैन। हिमालमा यो खासै पाइँदैन, तर कोहीले भेटिएको पनि छ भन्छन् है। अब यसमा चाहिँ विशेष गरेर यसको दाना चाहिँ हामीले खाने हो। यसको जरा पनि परेको हुन्छ, यसको पत्ता पनि परेको हुन्छ, यसको चाहिँ तपाईको बाहिरको बोक्रा पनि परेको हुन्छ औषधिको रूपमा। आयुर्वेदिक वैद्यहरूले, डाक्टरहरूले यसको सबै पञ्चाङ्गको सङ्कलन गर्छन् र फरक फरक बिमारीमा फरक फरक
तरिकाले यसको उपयोग गर्ने गर्छन्। तर कमनली जनरली चाहिँ सबै मान्छेको लागि एकदमै सहज ढङ्गले बुझ्न सजिलो, उपयोग गर्न सजिलो यसको अङ्ग भनेको फल हो, पाकेको फल। पाकेको फललाई हामीले डाइरेक्ट खान सक्छौँ र डाइरेक्ट खाएर यसबाट प्रशस्त मात्रामा स्वास्थ्यसँग सम्बन्धित लाभ लिन सक्छौँ, आफ्नो स्मरण शक्ति बढाउन सक्छौँ। जसरी शङ्खपुष्पी, ब्राह्मी, घोलटाप्रे हैन, यी जस्तै जडीबुटीहरू छन्, यो दिमाग बढाउनको लागि प्रयोग गर्ने जडीबुटीहरू, जसले हाम्रो दिमागको ओमेगा 3 पाइन्छ, यसमा दिमाग बढ्छ भनेर माछाको तेल समेत मान्छेले खाने गरेको पाइन्छ। माछाको तेल खान जरुरी छैन। यो तपाईँको चाहिँ जडीबुटी तपाईँले सङ्कलन गरेर विद्यार्थीहरूलाई एउटा दुईटा दाना नियमित रूपमा खुवाउन सकियो भने बिना पैसामा उनीहरूको स्मरण शक्ति बढ्छ। धेरै पैसा खर्च गर्न आवश्यक छैन। शङ्खपुष्पी पनि खोज्यो भने पाइन्छ, ब्राह्मी पनि पाइन्छ। ज्योतिषमती जङ्गलमा अहिले हामीले सङ्कलन गर्न सक्छौँ, तर सङ्कलन गर्दा हाँगा नकाटिकन हातैले टिपेर सङ्कलन गर्नु, किनभने अर्को साल फेरि फल्न गाह्रो हुन्छ र यसरी चाहिँ मासिन्छ फेरि। त्यस कारणले पनि यसको नलेज सेयर नगरिएको हुनसक्छ, सबैलाई यसको बारेमा थाहा छैन। इभन मेरै गाउँमा घरमा पनि यो चाहिँ धेरै मान्छेलाई यो के हो कसैलाई पनि थाहा छैन। मैले पनि यो धेरै रिसर्च गरेर खोजबिन गरेर सोधेर बुझेर पत्ता लगा